नमस्ते साथीहरु, स्वागत छ हजुरहरुलाई रिना ब्लगमा। आज न्यू डे न्यू ब्लग, ह्यापी न्यू इयर हैन। म चाहिँ आमा बुवालाई लिएर सौरा जाँदै छु। सम्पूर्ण इष्टमित्रहरु र मेरो छोराछोरी भाइ बहिनी सबै जो जति पनि विदेश देश बाहिर हुनुहुन्छ उहाँहरुलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। मेरो नातिलाई धेरै धेरै सम्झिँदै अबिकलाई धेरै 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 नयाँ वर्षको शुभकामना। रिना दिदी कहाँ जान्छु के गर्छु हेर्दै जानु होला है। मेरो भिडियो चाहिँ म आज आमा बुवालाई घुमाउन लैजाँदै छु साथीहरु। टाढा नभए नि सौरा। ल हामी चाहिँ सौरा जाने भनेर अटो चढ्यौँ हैन। आमा बुवासँग भेट भयो। अन्जु अगाडि चाहिँ सौरा जाने बाटो। सौरा पुगेर आमा बुवालाई घुमाइदिन पर्यो। बुवा र आमा चाहिँ उता जानुभयो। ल हामी सौरा आइपुग्यौँ। यहाँ चाहिँ अन्जुले आमा बुवाको फोटो खिच्दैछन्। यो चाहिँ सौरा हो है। ल आमा बुवा चाहिँ फोटो सेसन यता नै खिच्देऊ न राखेर। आउनु आमा, पहिला हेराइदिउँ न, अहिले लास्टमा खिचौँ। बुवा हिँड्नु यहाँबाट हैन। ए ल ल ल त साथीहरु, बुवा आमालाई सौरा ल्याइदिने एकदम धोको थियो। हो त्यही फिट्टा फिट्टा बहनी रे गैँडालाई चाहिँ माथि गरेपछि चाहिँ आमा यता यता भित्रबाट जानु यहाँबाट। बुवा आमालाई देखाइदिनलाई बुवा हेर्नु बिरामी हेर्दै हिँड्नु बुवा, हेर्दै हिँड्नु, त्यता हेर्दै हिँड्नु। बुवालाई चाहिँ लास्टै झ्याउलायो है। गैँडाको हड्डीहरू, हात्तीको पर्याङ टाउकोहरू। यो चाहिँ बाघको होइन बुवा, यो चितुवाको रहेछ। बुवा यहाँ बस्नु, आमा र बुवाले बुवा यहाँनिर बस्नु त आमा बुवा। अन्त हो त्यहीँ नजिकै बस्नु न, उता बस्नु हो, त्यहीँ बस्नु आमा सेल्यो यता बस्नु न, यहाँनिर बस्नु न आमा र बुवा। अलिकति देखिन्छ देखिन्छ। बाघ हामीलाई पनि देखाऊँ। हामी त पहिला नि आएको थियौँ है। नयाँ वर्षमा बुवा आमालाई
शुभकामना दिनु भएन बुवाले ल भन्नु त के खान्छ भन्नुहुन्छ काशी साल 82 सालको मेरो चिरेटीलाई सबैलाई शुभकामना सस्ती रहनु हाम्रो बुवा पहिलो दिनमै भरमाड ल हिँड्नु अब ल हिँड्नु आमा हिँड्नु हामी चाहिँ यो सौरा साथीहरू अब बुवा आमालाई मजासँग घुमाइदिउँ यहाँ ल जानु बुवा त्यहाँ हेर्नु हो यहाँनिर बस्नु त आमा र बुवा नजिक नजिक बस्नु न बुवा ढुङ्गै कुदेर ल हो बाबु ल हाम्रो आमा र बुवा सौरा घुम्दै गामछेली है हाम्रो आमा र बाबु बुवा सौराको कस्तो अनुभव यतै लिपेको घर कति राम्रो देखा आमा ल हात हल्लाउनु अब राम्रोसँग हेरेर आउनु बुवा राम्रोसँग सफारी गरेर आउनु है के हेर हो त्यो पनि देखियो दुईटा जुस लिएर राख न दुईटा जुस लिएर अलि अगाडि बढाउनु अलि अगाडि चित्तल हो चित्तल अघि जरा होला न गयो त्यो गयो गाउँ न बस्नु 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 सकिन्छ मान्छे चित्तल अघिको जरायो हेर्नु न त्यो चित्तल त्यो अलि सानो हुन्छ
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.